हेलो नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो छोरोको सुत्ने तरिका त कस्तो खतरा छ। यसरी को सुत्छ गाइज? मेरो छोरो सुत्नुहुन्छ। 9 बज्यो, उठ्दैन? 9 बज्यो, भइहाल्छ त। म आफू सुतोस् भनेर नउठाएको हो कि एकछिन सुतोस् भनेर। 9 बज्न लागिसक्यो। सब प्याक गरिदिइसक्यो नि त सामानहरू, त्यही भएर नि तिमी अब लुगा खाना खाने अनि लुगा लाउने जाने। अनि आज तिमी कहाँ जान्छौ? गुड मर्निङ। उठ्यो मेरो छोरो, उठ्यो। अब सानी आज त पापा जानुहुन्छ। पापा अब काम गर्न जानुहुन्छ। जानुहुन्छ जानुहुन्छ कुकुरलाई छोडेर जानुहुन्छ पापा अब कोरिया एयरप्लेनमा। पापा छोडेर एयरप्लेनमा जान्छु। किन? पापालाई लग्दैनौ? पापालाई नि लिएर जान्छु भन नि त। हेलो गाइज, अब चाहिँ यहाँ मेरो बुढो आफ्नो कर्मथलो फर्किँदै हुनुहुन्छ। त्यही भएर अब लुगासुगा प्याक गर्नु पर्यो। के गर्ने हजुर, जानै पर्यो। आधा सामान चाहिँ हामीले हिजै प्याक गरिसके। यो चाहिँ यो सानो लकेज यति मात्रै प्याक गर्नु छ। यहाँ छुटेको के छ भनेर चेक गर्दै प्याक गर्नु पर्यो। यसो गोजी सोजी पनि चेक गर्नु पर्यो कि बुढोको गोजीमा पैसा पाइन्छ कि है। 1 रुपियाँ पनि छैन। 1 रुपियाँ नराखेको छ, कस्तो होला। मेरो बुढो चाहिँ हिजो सुट थियो नि त बुढोको, त्यही भएर बुढो चाहिँ हिजो 2:30 बजे आउनुभयो। त्यही भएर यो चाहिँ प्याक गर्न बाँकी थियो। अब यो सामान ओहो बवाल रहेछ। हिरा जति कहाँ गयो भनेर सब बुढोले बेल्टमा पो झुन्डाएछ त। डायमन्डवाला बेल्ट पो रहेछ त बाबु। प्याक गरिदिउँ, यहीँ हालिदिउँ। ए यो ज्याकेट हाल्ने हो कि होइन, प्याक गर्ने हो कि होइन? त्यो ज्याकेट कि ज्याकेट, यो हाफ ज्याकेट। अब लगभग सकिसक्यो प्याकिङ पनि। अब यहाँबाट चाहिँ 10 बजे जानुपर्ने छ एयरपोर्ट। त्यही भएर फटाफट अब यो चाहिँ दिपक भाइको सामान हो है। यता चाहिँ तिरको चाहिँ उताको चाहिँ आफ्नो।
अर्नामेन्टहरु खोइ अर्नामेन्ट त्यो उयो यसमा यो लकेज भाइ छ त्यो हिजोको? सानो त्यो हाम्रो होइन पछि अहिले किनिदिन्छु पछि सानोले आएको किनिदिने यस्तै किन्यो यस्तै आएको किन्नुहोस् कुकुरलाई यस्तै आएको किनिदिन्छु नि छोरो आएको किनिदिन्छु सुरुवाल निस्किनु माथि त निस्किनु त माथिको सायद उतापट्टि साइडमा छ होला त्यो होइन कि सानो अरूको हो के त्यो अरूको हो कि म यहाँ सामान रेडी पार्दैछु त्यसलाई बना भन्न यो सानो पापाको त्यो चप्पल नलगा बाबु सानो त्यहाँ राख। पापाको त्यो तिम्रो हो कि तिमीलाई त्यो किनेर खाएको लङसुक मेल हो कि आफू खाइरह हुन्छ नि त त्यही भएर जुन चाहिने हो त्यो डकुमेन्ट चाहिँ राख न आफूसँग है त पापा गाडी लिन जानुभएको छ ट्याक्सी लिएर आउन जानुभएको छ पापा हो नि पापा अहिले आउनुहुन्छ एकछिन वेट गर ए वेट गर अहिले आउनुहुन्छ हस् अब चाहिँ ट्याक्सी पनि आयो हामी चाहिँ ट्याक्सीमा चढेर जानलाई रेडी भइसके मैले चाहिँ फेरि यहाँ साउन्ड अफ गर्दैछु कि यहाँ ट्याक्सीवाला दाइले गीत बजाइराख्नु भएको छ नि त अनि फेरि अब त्यो गीतहरू चाहिँ अब यसरी युट्युबहरूमा ल्याउन मिल्दैन आयो है बुढोलाई छोड्न पनि एयरपोर्ट एयरपोर्ट त किन आउनुपर्छ होला है सानो पापालाई छोड्न आयो तिमी पनि यता है पापा अहिले आउनुहुन्छ हस् अब अनि पापा जानुहुन्छ अब पापा जानुहुन्छ प्लेनमा जानुहुन्छ त पापा यो एयरपोर्टको लास्ट मोमेन्ट चाहिँ एकदम गाह्रो हुने त मलाई मात्रै होइन सबैजनाहरूले आफ्नो परिवारहरूलाई यसरी एयरपोर्टमा बिदाई गर्दाखेरि धेरै गाह्रो हुन्छ तर हामीलाई चाहिँ फेरि एकदम गाह्रो भयो कि किन भन्दाखेरि चाहिँ हाम्रो बाबु मेरो छोरोले गर्दाखेरि चाहिँ एकदम गाह्रो भयो कि किनभने उसले चाहिँ आफ्नो पापा भनेपछि हुरुक्कै हुन्छ नि त पापालाई एकछिन नछोड्ने हो उसले एकछिन देखेन भने नि रोइहाल्छ कि कराउँछ रुने मेरो पापा खोइ भनेर खोज्छ नि त अनि जाने बेलामा चाहिँ उसले कस्तो के गर्यो भन्दाखेरि चाहिँ उसले त्यही सोधेको गर्ने के जतिखेर पनि मेरो पापा खोइ मेरो पापा कहाँ जाने कहाँ गएको पापा भन्ने कि अनि यो ओडले गर्दाखेरि चाहिँ फेरि हामीहरू दुईजनालाई एकदम गाह्रो गरायो अनि मेरो बुढो पनि अरू बेला जाँदाखेरि चाहिँ यस्तो नर्भस अनि यस्तो हुँदैन थियो उसलाई पनि उसले आफूलाई एकदम कन्ट्रोल गर्थ्यो नि त
अनि योचोटि अब मेरो छोरो बोल्ने भइसक्यो नि त, उसले बोल्ने भइसकेपछि अब सब थाहा पाउने भइसक्यो, बुझ्ने भइसक्यो। अनि त्यही भएर कुकुरलाई पनि लग न पापा भनिरहेको छ नि त। उसलाई चाहिँ के थाहा पापा अब कहाँ गएको भनेर। उसले चाहिँ सोचिरहेको होला कि पापा एकछिनको लागि गएको फेरि आउनुहुन्छ होला भनेर। उसले चाहिँ थाहा छैन पापा चाहिँ फेरि घरिघरि छोरालाई समात्दै माया गर्ने, फेरि एकछिन छोरालाई मलाई समात्न दिने, फेरि उसले आफै समात्ने, फेरि माया गर्ने गरिरहेको छ कि। यो टाइममा चाहिँ उसलाई एकदम गाह्रो पर्छ, तर कन्ट्रोल चाहिँ एकदम कन्ट्रोल गरेको छ। मैले नि आफूलाई एकदम कन्ट्रोल गरेको छु। कुकुरले चाहिँ आफ्नो पापालाई छिट्टो गएर आइस्यो है पापा, मलाई प्लेन किनेर ल्याइदिन्छु भनेर भन्दैछ कि। पापा बाई भनेर चाहिँ मेरो छोरोले, पापाले मैले भनेको सुन्नु नै भएन मामु भन्दैछ फेरि। तर मेरो छोरो फेरि बुझ्न पनि एकदम बुझ्ने छ कि। पापा चाहिँ काममा गएको छोरो, पापाले प्लेन लिएर आइदिनुहुन्न, पापा अब पछि आउनुहुन्छ, पछि आएपछि चाहिँ पापा र सानी चाहिँ प्लेनमै बसेर जानुपर्छ है भनेको त हस् मामु भन्छ। कस्तो बुझ्ने छ। अब चाहिँ मेरो हस्बेन्ड पनि भित्र जाँदै हुनुहुन्छ। अब चाहिँ अब सायद नेक्स्ट इयर भेट हुन्छ होला, त्योभन्दा छिटै पनि भेट हुनसक्छ। अब चाहिँ भित्र गइरहेको छ, हामी चाहिँ हेरिरहेछौँ। अब के गर्ने, हेर्ने मात्रै त हो, जान सकिन्न। अब हामी पनि रुम फर्किनु पर्ने हुन्छ। अब अनि मेरो छोरो चाहिँ फेरि अहिले यता रुम फर्किने बेलामा चाहिँ ठिक अब यसरी हेर्दै हेर्दै आइरहेको थियो नि त हामी चाहिँ मेरो हस्बेन्डलाई। अनि यहाँनिर आएपछि चाहिँ मेरो छोरोले चाहिँ पापासँग जाने भनेर कस्तो गर्छ कि अहिले हेर्नु है। उसले म चाहिँ फकाइरहेको थिएँ नगर भनेर, चाहिँ त्यहाँ नै जान खोजिरहेको थियो। म चाहिँ उसलाई मजाले समातिरहेको थिएँ, जाने होइन साना, पापा पछि आउनुहुन्छ, पापा डुली गरेर आउनुहुन्छ भनेर फकाएँ। काममा जानुभएको भनेर हेर्नु न, म पनि जान्छु भन्दैछ फेरि। जान देऊ न भनेर हाँसेर फकाउँछ कि। मामु पापा जान देऊ न भन्छ मेरो सानोले। जान दिनु भएन मामुले। हो ल मामा चाहिँ भान्जा दौडेको गरेर काँधमा बोकेर हिँडेर आएको। फेरि बोकेन भने घरि कहाँ भाग्छ कि मेरो छोरो। फेरि एकछिन पनि बस्दैन भनेको कुदै गर्छ। मामा भान्जामा के कराउँदै हिँडेछन्। है मामा यता हेर्छु त, मामा सानो बाबु यता हेर त मामा भान्जा। मामाको काँधमा बसेर कहाँ जान लागेको त नि तिमी नक्कले। आज फेरि एयरपोर्टमा कति मान्छे हो हेर्नुहोस्, एकदम धेरै मान्छे छ। अब चाहिँ हामी रुम फर्किँदै जुम केही हुँदैन। कहाँ जान्छु कुकु, यताबाट चाहिँ मजा। नाच्दै हो हामी त नाच्दै ल, नाच्दै आऊ नाच्दै। खुब रमाउँछ फेरि यस्तो गरेपछि छोरो चाहिँ। मक्ख छ नि मामाको काँधमा बस्न पाएर। मेरो सानी मक्ख छ के बाबा। म त मेरो छोरो पापा जान लागेको देखेर रुन्छ कि भनेर चाहिँ सोचेको थिएँ, तर रोएन। यति चाहिँ बुझ्ने छ फेरि पापाको काम छ, पापा काम गर्न जानुभएको भनेर भन्छ कि फेरि आफै। यति सानो छ र पनि कुरा चाहिँ फेरि यति बुझ्छ नि उसले। कुकुर रोको होइन नि, कुकुर रुँदैन नि होइन साना। कुकुर ज्ञानी हो नि है, कुकुर ज्ञानी हो रे। कुकुर रोको होइन रे, कुकुर ज्ञानी हो नि। पापा कहाँ जानुभएको है साना? डुली पो जानुभएको हो? कुकुरलाई प्लेन किन्न जानुभएको होला हो? पापाले अब ठुलो प्लेन ल्याइदिनुहुन्छ मेरो छोरोलाई।
अनि नेक्स्ट इयर त पापा र मामु पनि गइहाल्छौँ नि कोरिया अनि पापासँग बस्छौँ होइन छोरो होइन त